आज केटा के गर्दैछ छुट्टीको दिन? ओइ किस्ने, के गर्दैछ हो? के गर्ने यस्तै मोबाइल चलाउँदै बस्दै के गर्ने कामै त के छ अब। कति मोबाइल चलाउनु? ओइ आज त छुट्टी थियो अनि म त अघि बाहिर घुम्नु गयो होला भनेको त घुम्नु गएन पो। छुट्टी कहाँ जानु र खै जता पनि हाने गर्छ कता जानु घुम्न खै। हैन अहिले त बन्द भएको छ नि त। पहिला पो युद्ध चलिरहेको थियो, बम हानिरहेको थियो। अहिले त त्यस्तो छैन नि त। कमसे कम त खै 1-2 महिना भइसक्यो के त गर्नु स्टप गर्नु भएको। हो। अब घुम्न जाउँ पैसा छैन अलिकति पनि कहाँबाट जानु घुम्न अब। हैन पैसै चाहिन्छ भन्ने हैन, तिमी हामी मिल्यौँ भने एकछिनलाई यसो बाहिर निस्केर हिँड्दा के भयो त? अनि त्यो पनि घुमेकै जस्तै त हो नि। त पनि घुमेको जस्तै हो तर अब घुमेको जस्तो भए पनि भएन नि त। अलिकति राम्रो ठाउँ जानु पर्यो। अब पैसा भए पो सबै ठाउँ हुन्छ त। त्यो पनि हो। होइन खुवाउनै पर्छ भन्ने छैन नि त। पर्दैन त म खाँदिनँ क्या, म त्यति धेरै। मसँग पैसा भए पो खुवाउँछु त अनि पैसै छैन त कहाँबाट खुवाउनु त म। वालेट कहाँ हाल्यो? वालेट त मसँग कहाँ, म वालेटै बोक्दिनँ कहिले। केटाहरू कम त बाटो छैन कि आजभोलि केटाहरूले पैसा माग्छ भनेर हेर वालेटहरू सबै लुकाएर। केटाहरू यार मसँग वालेट हुनु पर्यो न, बरु मसँग मोबाइल छ। मोबाइल बेचेर भयो भने जाउँला बरु। मोबाइल त मसँग पनि साल त्यता कहाँ राखेको होला। ओइ कहिले किन्यो घडी? अरे यो घडी त किनेको त मैले हिजो भर्खर किनेको त। पहिलोचोटि मैले देखेँ साँच्चै नि हो यार। यो घडीको दाम सुनेछ तिमीले कति छ? त्यही सोध्नै लागिरहेको थिएँ, कतिमा किन्यो यो घडी? दाम सुन्दा तिमी ढल्छौ अहिले यहाँनिर। होइन अहिलेसम्म कस्तो कस्तो सुनहरूको हाई प्राइसहरू सुन्दा त अहिलेसम्म ढलिन। अहिलेसम्म यहाँ उभिरहेको छु। युनिक अब प्राइस, घडीको युनिक प्राइस, युनिक ब्रान्ड, नाम हो स्मार्ट घडी। यसको प्राइस लगभग पुग्छ होला 1.5 त्यस्तो लाख। सोच्नै पर्दैन। त्यस्तो यस्तो सोचेर बोलेपछि त त्यो त ढाँटिहाल्यो नि तिमीले। 1.5 लाख रुपियाँ। 1.5 लाख? अनि पानी खाऊ एकचोटि यार। पानी किन खानु? पानी तिमीले खानुपर्ने बेला भन् त। मेरो घडी म किन पानी खानु? होइन यो कहाँ नि 1 लाख भनेको यार सिधै 1.5 लाख रुपियाँ हो। कहाँ 1 लाख रुपियाँ? होइन मलाई कस्तो मान्छे देख्यो, अडे खालको मान्छे देख्यो क्या, सिधै नै ढार्दिने। किनभने मैले कहाँबाट किनेको थाहा छ? ओलमचुम गोलाको नाम्चे भन्ने ठाउँबाट किनेको। अहिले चाहिँ मैले पत्याएन। अहिले चाहिँ मैले पत्याएन है। ओलङचुङ गोलाको नाम्चे भन्ने ठाउँमा किनेको। नाम्चे भनेको थाहा छ? ओलमचुङ गोलाको नाम्चे बजार। अब मेरो पुर्खौली नै त्यता हो भन्दाखेरि गफ गरेको जस्तो हुन्छ हैन होला। हो अहिले चाहिँ तिमीलाई गफ लाग्यो। होइन मैले कहाँ गफ लाउनु हो। अब म झापाली परेको भए चाहिँ अलिकति गफै लाउँथ्यो होला। म इलामेली मान्छे, अब सोझो मान्छे, म ढाट्ने चलन आउँदैन। झापाली भनेको त झापाली हो नि त। ठिक छ, झापाली भनेको झापाली, इलामेली भनेको चाहिँ ब्रान्ड हो के। ल झापालीले गर्छ, गरिसकेपछि भन्छ। त्यस्तो होइन कि इलामेलीले हान्छु भनेपछि अघि हानिसकेको हुन्छ। लास्टै भयो त। ओए तर सुन न, घडी चाहिँ लास्टै राम्रो छ क्या। महँगो घडी राम्रो हुँदैन त नि। एकछिन फुकाले हेर न कस्तो चाहिँ छ के। फुकाले मिल्दैन नि हो त अबि। हैन त्यस्तो गयो मलाई के यार घडी झरेर फुट्यो भने मैले तिरुङला नि त कति नै लाग्छ र। पैसा छ? पैसा नभए पनि अहिले निकालौँला नि त। छैन के मलाई यार। तर नि एकछिन लाउनु त मिल्यो नि त। एकछिन लाउनु लु लाउँदिन पनि लु हेर्छु मात्रै लु। ल ठिकै छ हेर्न त हेर्छु मात्रै। ल लाउँदिन पनि भनिसके नि त मैले हैन। म अब त्यो झापाली जस्तो त्यता कुरा बनाएर भन्न आउँदैन। महँगो छ है फेरि ल। अनि महँगो त ठिकै छ, केटाहरूले चाहिँ यसो नभन्नु, केटाहरूले चाहिँ पत्याउँदैन। म चाहिँ निलामीले भएर पत्याउँला। ल महँगो छ कि महँगो छ। त्यति साह्रो त होइन, बल्ल पहिलोचोटि किनेको हो कि क्या घडी। पहिलोचोटि भन्छ यार, महँगो घडी हो नि त। कतिको सँग चाहिँ एकचोटि मिलाएर हेर्नु पर्यो नि त। अनि साँच्चै महँगोको हो कि होइन? अनि हल्लुङो छ त महँगोको भन्दा त हल्लु गरौँ हुनुपर्ने त यार। ब्रान्डेड जहिले ब्रान्डेड जुनैसँग पनि हलुका हुन्छ के। ओए आफ्नो सामान त अरूलाई म त दिन्थिनँ, तर यो चाहिँ मैले लगाएको मात्रै। एकछिन म कहीँ जाँदिनँ पनि, हेर्छु मात्रै। साह्रै राम्रो रहेछ यार। राम्रो त यता पनि बल्दो रहेछ, त्यत्रो त नभन न। ल राम्रो छ त यार। ओइ सुन न, म एकछिन त्यहाँ पुगेर आइहाल्छु ल। ल छिटो छिटो आऊ है ल। केटाहरूले नयाँ चिज पाउनै हुन्न। नयाँ चिज पाउने बित्तिकै फाइदा उठाइहाल्छ, के भन्नु।